Hello everyone, namaste, good morning सबैजनालाई. Once again welcome back to Pavitra Vlogs and my Facebook page Pavitra Sikkim Vlogs. So अहिले चाहिँ भने हामी आइरहेको छ यहाँ हिमाचल प्रदेश कुल्लू मनाली हैन. हामी चाहिँ हिजो आको र अस्ति दिन मैले भिडियो बनाइरहेको थिएँ म कहाँ जान्दैछु भनेर हैन. तर तपाईहरुलाई भनेको थिएन. फाइनली हामी चाहिँ हिजो आइपुग्यौं. हामी चाहिँ हिमाचल आएको नि त. अन्त त्यहाँदेखि चाहिँ आज चाहिँ हामी घुम्न जान आँटेको छ र आएर चाहिँ हामी यहाँनिर बसेको छ गाइस हो. अब चाहिँ हामी रेडी सेडी भएर निस्केको. अन्त त्यहाँभित्र रुमहरू तपाईँहरूलाई भरे आएर देखाउनेछु. अहिले चाहिँ हतार छ गाइस हो. अन्तखेरि चाहिँ हामी चाहिँ आज जान आँटेको मन्दिर. त्यसले गर्दाखेरि हेरिहाल्नुहोस् कुर्ता लगाएर निस्केको छु हो. अन्तखेरि चाहिँ अब चाहिँ हामी जाने हो. मेरो ब्याग हो यो. यस्तो डरलाग्दो बिग्रेछ कि मैले बनाएर राखेको त्यसरी बिग्रेछ. अन्त हेर्नुहोस् न कस्तो दामी जग्गा गाइस. मलाई त एकदमै मन पर्यो होइन. यो घर पनि हेर्नुहोस् न होमस्टे टाइपले बनाउनु भएको रहेछ होइन. एकदमै राम्रो. हेर्नुहोस् फुलहरू कस्तो मजाले लगाउनु भएको छ होइन. अन्त आलुहरू रोप्नु भएको रहेछ होइन. फुलहरू कस्तो मजाले रोप्नु भएको रहेछ. हेर्नुहोस् न यो फुल कति मजाले फुलेको. तर उहाँले यो होमस्टे भन्दै होला कि त यो होमस्टे होइन घर हो. होमस्टे चाहिँ होइन गाइस, यो चाहिँ घर हो होइन. यहाँ चाहिँ मामा माइजूको घर हो. हाम्रो मामा माइजूको पनि मामा माइजूको घर हो यहाँ चाहिँ होइन. अन्त हाम्रो मामा माइजू चाहिँ यता माथि हुनुहुन्छ. अलिक माथि छ मामा माइजू घर चाहिँ. रेडी हुनुहुँदैछ अहिले. हामी चाहिँ यहाँ बसेको छ. त्यही कारणले गर्दा यहाँको भिडियो तपाईँहरूलाई मैले पहिला देखाइहालेको गाइस होइन. तपाईँहरूलाई चाहिँ है होमस्टे जस्तै लाग्यो होला नि त. चुन्ने घिसिँदैछ के कसो टिपेर झर्दा रहेछ यो ब्याग त. ल मैला मैला भयो. ल अब देखाइ इन्ट्रोडक्सन खास हाम्रो. हेर्नुहोस् गाइस हाम्रो खास हिरो मामा चाहिँ यहाँ हुनुहुन्छ. हाम्रो हिरो मामा यता चाहिँ हुनुहुन्छ हाम्रो मामा. हिरो मामा नि हाम्रो हिरो मामा. हाई गाइस. अब मामाहरूसँग घुम्नु जान आँटेको आज चाहिँ हामी. मामा कुन चाहिँ मन्दिर पो? हेडिम्बा मन्दिर गएको गाइस. आज चाहिँ हामी मनालीको हेडिम्बा मन्दिर जाँदैछ आज चाहिँ हामी. तपाईँहरू भिडियो चाहिँ एन्सम्म हेर्नुहोस् होला. दामी हुनेवाला छ होइन. म यत्रो टाढो आएर तपाईँहरूको लागि भिडियो बनाइदिन्छु. तपाईँले हेर्नुपर्ने हुन्छ. ओरिजिनल हिरोलाई देखाउनै बिर्सेछु नि त गाइस. ओरिजिनल हिरो हाम्रो हो. दुईजना हिरो हेरिहाल्नुहोस्. आज हाम्रो स्यान्दाको गेटअप यस्तो छ. मामाको यस्तो छ. दुईजना हिरो भएर निस्किनु भएको छ. र आज चाहिँ दामी भिडियो आउनेवाला छ. कस्तो दामी देखेको साँच्चीमा. आज चाहिँ गाडी लगेर जाने हो गाइस. स्यान्दाले गाडी पनि पाइहाल्नु भयो. स्यान्दा त हिमाचल आएर पनि गाडी कुदाउनु पाउनु भयो त है स्यान्दा. लु गाइस अब चाहिँ हामी जान आँटेको छ. र आज हामी घुम्ने गाडी चाहिँ यो हो इको. एकदमै मजाले आउँछ मान्छे यसमा चाहिँ हो. र आजको हाम्रो ड्राइभर हुनुहुन्छ मिस्टर उमेश कुमार छेत्री. गाडीको चाबी त पाउनै हुँदैन. उता फेरि साफसफाइपट्टि लागिहाल्छ है. लु आज हामी घुम्नु जानेहरू चाहिँ यहाँनिर हुनुहुन्छ. यहाँ हाम्रो मम्मी माइजू हाम्रो मामा अघि देखाइहाले. यता हाम्रो स्यान्दा. लु आज हामी यतिजना चाहिँ घुम्नु जाँदैछु हो मन्दिर. म त यता आएर लोकल गर्दैछ साथीहरू. हिमाचलमा बस्नु पऱ्यो अब यहाँ आएर टुरिस्टहरू के साह्रो छ. बाटो पनि दामी हो. यता टुरिस्ट खेप्नेहरूलाई त मजा रहेछ नि. बाटो कस्तो दामी अन्त आम्मा. फाइनली हामी चाहिँ आइपुग्यौँ मनाली. अब चाहिँ मन्दिर जाने होइन. हामी चाहिँ गाडी पार्क गरिहरू खाएको. अन्त अब यहाँ गाडी राखिराखेर चाहिँ मन्दिर जाने हो. अब गएर तपाईँहरूले मन्दिर देखाउनु भनेर अब दर्शन गरिराख्ने. म मन्दिरमा दर्शन गर्दाखेरि तपाईँहरूलाई पनि दर्शन गराउने छु हो. भिडियो कल पनि हुँदैछ. जय श्री राम. नीचे My sweetheart. My sweetheart. My Cool. sweetheart.
हुन्छ ल हामी चाहिँ फाइनली मन्दिर आइपुग्यो हो। अब तपाईहरुलाई म दर्शन गराउने छु। यहाँनिर चाहिँ हिमाचली ड्रेसहरू पुरा हुँदो रहेछ हो। ए यसरी यो ड्रेस लगाएर फोटो खिच्नु भन्दैछ। अब आएंगे जय माता दी, जय माता दी। मन्दिर बन्द रहेछ आज बाहिरबाट दर्शन आज मन्दिर चाहिँ बन्द रहेछ। हामीले बाहिरबाट दर्शन गर्नु पायो हो। र तपाईहरुलाई म बाहिरदेखि नै दर्शन गराउँदैछु। गाइस हामी चाहिँ मन्दिर दर्शन गरिसक्यो हो। अब के गर्नु बन्द रहेछ बाहिरबाट भए पनि हामी दर्शन गर्यो। र अब चाहिँ यहाँनिर घुम्ने त्यसको बादमा चाहिँ फेरि अर्को जग्गा घुम्नु जाने हामी चाहिँ होइन। फर्स्टमा चाहिँ हामी मन्दिर दर्शन गरिहालेको त्यसको बाद मन्दिरको नाम अरू जग्गा जानुपर्ने छ। मन्दिरको नाम हो बाबाले भिडियो कलमा हेर्नु हुँदैछ। हाम्रो बाबाले भिडियो कलमा मन्दिर दर्शन गर्नु हुँदैछ हो। कस्तो दामी जग्गा हो। ल माइजू भन्नुहोस् त मन्दिरको बारेमा के भन्नुभयो तपाईँले? उताको मन्दिर चाहिँ हजुर छोराको चाहिँ यता घटसको लुगाहरू चढ्छ कि चक्कु छुरी ए त्यस्तो रहेछ। यता चाहिँ यहाँनिर आज तर बन्द रहेछ नि त है। हामी आउने बेला चाहिँ टक्क बन्द रहेछ। त्यही भएर अहिले बनाउँदैछ नि त। ए हाम्रो माइजू चाहिँ नेपाली अप्ठ्यारो बोल्नुहुन्छ तर यता बसेर यो गीता पनि त्यस्तै छ। नेपाली बोल्नु सक्दैन हो त। यो गीता खालि हिन्दी बोलेर हामीलाई चाहिँ पर्फेक्ट बनाउने छ। यो गीतासँग बस्यो भने चाहिँ हो। हामी नेपाली बोलिरहेको हुन्छ, ऊ हिन्दी बोलिरहेको हुन्छ हो। बुझ्छ नि तर बोल्नु चाहिँ खालि हिन्दी मात्र बोल्छ नि त। यता चाहिँ हेडेम्बाको छोरा यो कटक भाग हजुर त्यहाँ दर्शन गरेर हेडेम्बाको छोरा कटकको चाहिँ दर्शन गर्नै पर्छ। त्यही भएर चाहिँ हामी पनि यहाँ दर्शन गर्न आएको। बुहारीहरू गलत टाइममा आयो। हेडेम्बा माता पनि बन्द भएको थियो। तर पनि 400 साल पहिला चाहिँ रूप लडेको थियो। अनि त्यो बन्द भएको थियो। अहिले 400 साल बाद फेरि बन्द भएको। मान्छे यहाँ लाखौँको हिसाबमा दर्शन गर्न आउँछन्। नमस्ते नमस्ते। ल हामी अब यहाँ दर्शन गर्ने अनि तपाईँहरूलाई पनि गराउने हो। हजुर यहाँ लेखेको रहेछ यो मन्दिरको बारेमा चाहिँ यहाँ लेखेको रहेछ गाइस। तपाईँहरूले पढ्न सक्नुहुन्छ हो। यहाँ हेर्नु न कत्रो हो। ल हामी चाहिँ यताको मन्दिर पनि दर्शन गरिसक्यो र यहाँ एकछिन बसिरहेको छ हो। गाइस सबै एप्पल गार्डन यहाँ चाहिँ सबै एप्पलको रहेछ बोटहरू। भर्खर फुल्दै रहेछ। फुल खिल्दै रहेछ अहिले चाहिँ एप्पलमा। यत्रो हिमाचल मनाली आएर पनि तपाईँलाई देखाउनु म। अब यहाँको सिनहरू देखाउनु पर्यो नि भ्यू। तपाईँलाई त जहिले देखिरहेको हो नि भ्यू। तर हाम्रो सेन्टर चाहिँ यहाँ आएर पनि गाडी नै कुदाउनु हुँदैछ गाइस।
यहाँको र हाम्रो सिक्किमको चाहिँ पहाड मिल्दैन रहेछ गाइस। हाम्रो सिक्किमको पहाड अर्कै, यहाँको पहाड अर्कै रहेछ। यहाँ चाहिँ सानो 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 खालको पहाड क्या मजाको, तर मान्छेहरू चाहिँ माथि माथिसम्म पनि घर बनाएर बसेको नि। अब पहाडमा पनि एप्पल फुलेको हेर्नुहोस् है गाइस। यो फल्दाखेरि चाहिँ झन् कस्तो देख्छ होला। स्यान्डा चाहिँ एप्पल खाँदै हिमाचलको एप्पल खान्छ ल्याएको चाहिँ बङ्गालबाटै हो। यस्तो दामी देखेको यहाँ छेउमै आइपुग्यो। अब चाहिँ हामी छेउमै। यहाँ चाहिँ चिसो हावा हुँदो रहेछ है। यहाँदेखि हेर्नु न बारी पहाडहरू कस्तो दामी देखिरहेको छ। वा यहाँ छेउमै आइपुग्यो जस्तो लाग्दो रहेछ। लु गाइस हामीले चाहिँ यहाँनिर यत्रो बेसी भेडाको गोठै भेट्यो। यहाँनिर हामीले भिडियोहरू बनायो होइन। यति बेसी रहेछ उहाँहरू रहेछ भेडा चढाउनु हुने चाहिँ हो। यति बेसी भेडाहरू आम्मामा बाख्रा पनि रहेछ। यो अर्कै खालको बाख्रा पनि रहेछ, यसमा मिक्स हो। स्यान्दा यहाँ हुनुहुन्छ र अब चाहिँ हामी जान आँटेको गाइस। एकदमै मजा आइरहेछ, रमाइलो भइरहेको छ। मनालीको भ्यूहरू एकदमै दामी होइन। घुम्नु मजा आइरहेछ। मन्दिर दर्शन गरेर आएको अहिले चाहिँ। अन्त यहाँ हेर्नुहोस् यो पहाडहरू चाहिँ अहिले यहाँ छेउमै छ, छेउमै हाम्रै हाइटको सिधा भइरहेको छ। तर त्यस्तो जाडो छैन, घाम लागिरहेछ, तातो भइरहेछ, मजा आइरहेको छ हो। लु गाइस अहिले चाहिँ भने हामी फर्किँदैछ हो। माथि घुमेर पनि अब चाहिँ फर्केको हामी। अन्त यहाँनिर चाहिँ एकछिन गाडी रोकेको, किनभने खाना खाएको छैन नि त। कत्रो कत्रो कुकुरहरू रहेछ। लु गाइस म चाहिँ यहाँनिर हाम्रोबाट भिडियो गर्दैछु। अन्त यहाँ तल देख्नु हुँदैछ है, यो चाहिँ तपाईँहरूले देख्नुहुँदैछ नि, यो चाहिँ मनाली हो। अन्त यहाँबाट चाहिँ एकदमै राम्रो भ्यू देख्दो रहेछ। यहाँ डाँडा काँडा, यहाँ पारीतिर पनि हेर्नुहोस् यस्तो दामी देखिरहेको छ। यहाँ माथिको पहाडहरू हो, यतापट्टि भयो। अन्त हामी चाहिँ अब तल जानुपर्छ। यहाँ चाहिँ मोड रहेछ नि त, मोड। यो पहाडहरू हेर्नुहोस् त कति दामी देख्दैछ। हामी चाहिँ माथि गएर आएको। यो पहाडहरू चाहिँ अघि हाम्रो लेभलमा थियो, अहिले चाहिँ निकै तल झरिसक्यो होइन। अन्त यहाँ चाहिँ यो जग्गा चाहिँ अब 30 मोड पनि भन्दो रहेछ, किनभने यस्तो टर्निङ चाहिँ नि 30वटा टर्निङ रहेछ होइन। अन्तखेरि चाहिँ अब त्यो 30वटा टर्निङ क्रस गरेर हामी जानुपर्ने हुन्छ हो। अब अलिक तल गएर फेरि तपाईँहरूलाई म भ्यू देखाउने छु। लु गाइस यतातिर पनि अटो हुँदो रहेछ है, अलिअलि उकालो उकालो यस्तो यस्तो बाटो छ कि, तर पनि यतातिर पनि अटो चाहिँ हुँदो रहेछ लाइन नै। यहाँबाट चाहिँ अब यहाँ नजिक नजिक साइड सिनहरू कहाँ कहाँ छ होइन, त्यसमा चाहिँ यहाँ अटोमा जाँदा हुँदो रहेछ। हाई एभ्रिवान, सो हामी चाहिँ दुईवटा जग्गा घुमेर आयो। आएर चाहिँ अहिले भने हामी कहाँ छ भन्दाखेरि मनाली बजारमा छ। यो चाहिँ मार्केट रहेछ मनालीको। र हामी चाहिँ यहाँनिर खाजासाजा खाएर निस्केको। मैले त भोकको धुनमा त खाजा खाएको त भिडियो पनि बनाउनु बिर्सेछु। बिहानदेखि केही खाएको थिएन। अहिले टाइम कति रहेछ अन्त? 4:30 भयो नि त हो। अनि बिहानदेखि त्यो के भन्छ ब्रेड र चिया मात्रै खाएको थियो, त्यहाँदेखि खाएको थिएन भने त त्यो भिडियो बनाउनु बिर्सेछु। र अहिले चाहिँ भने हामी खानासाना खाइसकेर निस्केको होइन। ग्यास नि हेर्नुहोस् न, ए के हो यो माला? पैसाको माला रहेछ यहाँ। आमामामा जान्दा तपाईँ त है राजा हो राजा।